नमस्ते साथीहरू, आजको यो भ्लगमा म तपाईहरुलाई लिएर जाँदैछु सैलुङ। सैलुङ कसरी पुग्ने, कहाँ बस्ने र कसरी हामीले 3500 रुपैयाँ खर्च गरेरै यो ट्रिप सकाउन सकिन्छ भनेर सबै डिटेल यो भिडियोमा भनिदिनेछु। भनिन्छ यहाँबाट 100 वटा पहाडका थुम्काहरू देखिन्छन्, तर यहाँ आइपुग्दा लाग्छ कि यो कुनै अर्कै संसार हो। अचम्म लाग्न सक्छ, तर यो स्वर्ग जस्तो सुन्दर ठाउँ खान बस्नका लागि मात्र 3500 रुपैयाँ भए पुग्छ। एक रात 2 दिनमै सैलुङ मजाले घुम्न सकिन्छ। न कुनै महँगो होटल, न कुनै लामो झन्झट। काठमाडौँको धुलोबाट टाढा दोलखा र रामेछापको सिमानामा रहेको यो एउटा अद्भुत गन्तव्य हो। आउनुहोस् यात्रा सुरु गरौँ सँगै। हैन, सो हामी अल सेट लाग्दैछौँ यो बाइकमा। अनि त्यसपछि हाम्रो आजको रुट चाहिँ अलि डिफ्रेन्टवाला छ। हामी यहाँबाट नगरकोट निस्किन्छौँ, नगरकोटबाट कुन्ताबेसीबाट जेरोगिरी निस्केर अनि त्यसपछि हामी सुकुटे हुँदै लाग्छौँ। यता नगरकोटबाट निस्केर कुन्ताबेसी निस्किन्छौँ अनि त्यहाँबाट सुकुटे हुँदै जान्छौँ क्या, किनकि यता खावाको बाटो लास्टै रड्डी छ। खावाबाट यहाँ जगतीदेखि नै अफरोड छ नि त पुरै, अनि पाँचखालसम्मै अफरोड भएको भएर चाहिँ हामी नयाँ रुट फलो गर्छौँ। त्यो यो बाटो चाहिँ सबै पिच नै पिच छ रे भन्ने सुने भएर किन धुलो खाँदै जानु भनेर यो बाटो हिँडिरहेछौँ हामी। दामी सिन हेर्दै हिँड्न पाइन्छ है। उतापट्टि साइडमा कस्तो दामी हिमाल खुलिरहेछ होइन, मण्डन देउपुरको गाउँहरू, अनि त्यसपछि दामी हिमालयन रेन्ज, लाङटाङ रेन्जदेखि पुरै देखिन्छ नि त फेरि यो नगरकोटबाट त। यो हो नि त सिन। यहाँ चाहिँ भिडियो बनाउनु पर्ने त यार फोनबाट छिटो होला भने हिँडेको, तर बिचमा यस्तो छ कि बाटोमा पुरै सिट परेर यहाँ स्पिड हिँड्नै मिल्दैन क्या, यस्तो छ क्या यो बाटो। पुरै पिचमाथि हिलो छ। ल बाइकै लहर परिन्छ यार यताउता। सही सिन देखिरहेछ ल। ल हामी चाहिँ अहिले ठ्याक्कै कुन्ताबेसीको बजार आइपुग्यौँ होइन। कुन्ताबेसीको बजार चाहिँ यही नै हो। अब हाइवे छिर्यो, यहाँबाट हामी राइट लागेर लाग्छौँ सुकुटेतिर। सुकुटे भन्दा पनि 0 किलो आउँछ पहिला। अब 0 किलोतिर लागिन्छ। हामी दोलाल घाट आइपुग्यौँ। अनि यहाँ दोलाल घाटमा टिपरहरूको पुरै जाम छ। अगाडि चेकिङ गरिराख्नु भएको छ सरजीले। आज की रात नसा के छ हौ सरहरूको चेकिङ यता पुरै। हामी सुकुटे नै गएर खाने होइन त खाना। यल्ला यल्ला जल्दी 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 गर भाइ। यहाँबाट चाहिँ हामी अब चौतारा र सुकुटे जाने बाटो छुट्टिन्छौँ। यताबाट लेफ्ट लाग्यो भने चौतारा पुगिन्छ, राइट लाग्यो भने 12 गइन्छ। हामी अब 12 लाग्छौँ है त। वेदर चाहिँ पुरै धुम्म भइरहेछ, राम्रोसँग क्लियर छैन है। धुवालो पोल्युसन। सुकुटेको यो चाहिँ के हो, यो सुकुटे रिभर भ्यू होटल सुरु गरिसक्नु त अहिले। बस मिठो खाना खाइयो। अब हाम्रो फेरि जर्नी कन्टिन्यू हुन्छ। सो बाटोमा हामीलाई लन्चको चाहिँ 350 पर्यो होइन, चिकन खानाको। 12 हो कि कहाँ खाडी चौर, सरी 12 भन्नु आएछ। खाडी चौर भने 12 भन्नु आएछ यार, सरी सरी खाडी चौर। हामी एडे छिर्ने होइन। कस्तो झुक्यो यार म। कति बाटो कतिचोटि हिँडिसक्यो यो बाटो। त्यही नि
ल हामी मुडे बजार आइपुग्यो ठ्याक्कै 2 बजे टाइम चाहिँ होइन घडी हेरे जस्तो मात्रै गऱ्यो हो घडी चाहिँ चलाए होइन अनि अब मुडे बजारबाट हामीलाई अराउन्ड 2-2.5 घन्टा जति लाग्छ होला माथि सैलुङ पुग्न हामी आउनै ढिला भयो क्या 2 बजे त अस्ति हामी लगभग माथि पुगिसकेका थियौँ 2:30 कि 3 बजे त पुगिसकेका थियौँ योपालि चाहिँ 2 बजेसम्म मुडे बजारमै छौँ ल यहाँबाट चाहिँ चरीकोट जाने र सैलुङ जाने छुट्टिन्छ मासतिरबाट चाहिँ चरीकोट जान्छ मुनिपट्टि चाहिँ सैलुङ हो सैलुङ कति छ त डिस्टेन्स हेरौँ न कालापानी सैलुङ 19 किलोमिटर रहेछ ल यहाँबाट अझै ल चरीकोट बजार र हिमाल त क्या मजाले खुल्या छ यार देखाउनै पर्ने हुन्छ यस्तो दामी भ्यू हेर्दै राइड गर्नुको मजा त कहाँ आउँछ र हौ साथी हो घर बसेर रहेछ क्या कस्तो चिप्लिन्छ भने नि बाबु सुलुत्तै जान्छ जाला भन्ने पिरी यार बस हामी त्यही बाटो जानुपर्छ अझै लगभग लाग्छ होला हामीलाई आधी 1 घन्टा पहिलाको हेरी त स्वर्ग भएको यार बाटो त यस्तो बिजोको पाराले आएको थियो हामी पहिलाभन्दा धेरै सजिलो भइसक्यो बाटो चाहिँ हामी अहिले माथि पुग्नुभन्दा नि अगाडि एकैछिन ब्रेक लिँदैछौँ एन्ड लुक एट दिस भ्यू सो सैलुङ पुग्नुभन्दा अगाडि कालापानी पुग्नुभन्दा अगाडि होइन बाटोमा रेस्ट लिँदै गर्दा यहाँबाट यस्तो बवाल भ्यू देखिरहेछ हाम्रो अगाडि हामी रेस्ट गरिरहेछौँ के छ दाइ अनि यता छ हाम्रो चरीकोट बजार ट्याक्कै हिमालको काखमा बसेको चरीकोट बजार बवाल देखिरहेछ होइन यात्रामा अघि बढ्दै गर्दा हामीले चरीकोट बजारको सुन्दर दृश्य देख्न सक्छौँ चरीकोट दोलखा जिल्लाको सदरमुकाम पनि हो यहाँबाट हिमाल आँखै अगाडि मुस्कुराइरहेको देखिन्थ्यो केही बेर यहाँको चिसो हावा र बजारको सुन्दर दृश्य महसुस गरेर हामी फेरि हाम्रो गन्तव्यतर्फ अघि लाग्यौँ अब हामी अराउन्ड 15-20 मिनटमा कालापानी पुग्छौँ है त सी यू इन कालापानी ल यस्तो सानो गाडीहरू त मजाले आइरहेको रहेछ कार स्कुटर जे लिएर आउँदा नि अहिले चाहिँ इजिली आइपुग्ने रहेछ होइन ल i10 लिएर आइरहेछन् मान्छे होइन यो सब गाडी बेलुका कालिम्पोङ जान्छ क्या आज आएको दिउँसै आएको यिनीहरू आज दिनभरि यहाँ घुमाउँछ अब बेलुका अनि कालिम्पोङ जान्छन् क्या अब हामी चाहिँ आज सैलुङ चाहिँ आइसक्यौँ होइन सैलुङको यो कालापानीमा अहिले त मजाले यसरी टन्नै इलेक्ट्रिक गाडी नै मजाले आउँदो रहेछ मान्छेहरू स्कुटर लिएर नि इजिली आइरहनु भएको छ होइन क्या मजाको क्लिन वेदर भइरहेको छ मजाको हाम्रो स्टे यतै हुन्छ अनि यो रुम पनि हेर्ने भए हामी बसेको रुम पनि हेरौँ लास्ट टाइम आउँदा पनि यहीँ नै बसेको थिएँ पहिला आउँदा चाहिँ यताको रुममा बसेको थिएँ होइन अहिले आउँदा चाहिँ हामीलाई अर्कै रुम दिनुभएको छ ल रुम चाहिँ यस्तो छ आजको हाम्रो यही रुममा बसिन्छ होला अहिले चाहिँ अब सनसेट हुने टाइम भयो सो हामी चाहिँ माथि सनसेट हेर्न जान्छौँ आज फ्राइडे भएको भएर मान्छेको भिडभाड पनि टन्नै छ शुक्रबारको दिन भएर सैलुङ घुम्न आउने मानिसहरूको सङ्ख्या एकदमै बाक्लो थियो त्यही भएर तपाईँहरू पनि सैलुङ आउनुभन्दा अगाडि कृपया होटल बुकिङ चाहिँ मजाले गरेर आउनुहोला मैले डिस्क्रिप्सनमा नम्बरहरू पनि राखिदिएको छु तपाईँले त्यहीँबाट बुकिङ गर्न पनि सक्नुहुन्छ
बाइक और गाडीमा कालापानीसम्म आएपछि त्यहाँबाट हामी पैदल हिँड्नुपर्ने हुन्छ। हामी पनि हाम्रो बाइकलाई कालापानीमा राखेर मिनी ग्रेट वाल हुँदै माथि सैलुङको डाँडाहरू घुम्दै बेलुकाको सनसेट हेर्न पनि भ्यायौँ। ल पुरै नाइट त के भन्नु, सनसेट हेरेर हामी फर्किँदैछौँ हाम्रो रिजोर्टतर्फ। कस्तो दामी देखिरहेको छ कि स्टार त अब मोबाइलमा देखिँदैन, आँखाले हेर्नु पऱ्यो, त्यही भएर यही ठाउँमा आउनु पऱ्यो। सन्चले सुरु गरिदिएँ ल। अब हाम्रो ट्याक्कै खाना खाने बेला भयो अनि हामीसँग अगाडि हाम्रो अर्को दुईजना दाईहरू जोडिनु भएको छ। हेलो दाई। हेलो। खाना खाइदिन्छौँ अनि सुत्दिन्छौँ अब हामी। यसरी हाम्रो 1 नाइट 2 डेजको सैलुङको स्टे चाहिँ कम्प्लिट हुन्छ। तपाईँहरू भोलिपल्ट बिहान उठेर बिहानको सनराइज हेर्न माथिसम्म फेरि जान पनि सक्नुहुन्छ। होटलमा बस्दा तपाईँहरूलाई 1500मै बेलुकाको खाना र बिहानको ब्रेकफास्ट गरेर 1500 रुपियाँ पर पर्सन पर्छ भने अघिल्लो दिन र भोलिपल्ट दिउँसो खाने खानाको करिब 700 रुपियाँ र बाँकी भएको बाटो खर्चको लागि छुट्याएर 2 दिनको यात्रा कम्प्लिट गर्न सक्नुहुन्छ है त। भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो दोस्रो दिनको यात्रा चाहिँ कालिन्चोकसम्म हुन्छ। सो कालिन्चोकको भ्लग हेर्नलाई चाहिँ च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि दबाइदिनु होला है त।